ब्रो राम्रै भयो अब आकस्मिकमा मैले एउटा हाम्रो बर्ड फ्लूको कुरा मैले भने अवसर नपाएर मैले फेरि रोस्टरमा गएर भनिसकेँ। भक्तपुर चाङनारायण नगरपालिका वडा नम्बर 5 मा चाहिँ अहिले बर्ड फ्लूले 3-4 सय कुखुरा दिनदिनै मरिरहेको र सरकारलाई पटक पटक हामीले आह्वान गर्दा पनि उहाँहरू आएर चेक पनि गर्न आउनु भएको छैन, नष्ट पनि गर्न आउनु भएको छैन। ध्यान आकर्षण होस् भनेर मैले भनेको छु। र अर्को यो आर्थिक विधेयक जुन 2083 मा छलफल भयो, खुल्ला छलफलमा मैले भाग लिएको थिएँ। त्यसमा चाहिँ मैले यो जुन N15 मा के भनेको छ भने विदेशमा पढ्न जाने विद्यार्थीहरूको लागि त्यो जुन विदेशी मुद्रा सतही गर्छ नि सतही बापत चाहिँ 3% दिने रे क्या। त्यो भने त धेरै भयो नि त, टोटलको 3% भने त भोलि 40 लाख कति सतही गर्नु पर्यो भने त त्यो त झन् महँगो भयो होइन। अब 2500 नै गर्नु परे पनि 3000 गर्नु परे पनि त्यो चाहिँ घटाउनु भनेको छु होइन, 1% मा झार्नु अथवा नलिनु। अनि अर्को शिक्षामा जुन लिएको छ यो शिक्षा स्वास्थ्यमा लिएको चाहिँ त्यो घटाउनु भनेको छु मैले होइन। खुम्चिएको होइन, अब हामी अब हुनलाई अब दुईटा मिल्न खोजिरहेछ होइन। यो चाहिँ अब विशेष महाधिवेशन पछि त्यो मनमुटाव भयो। एउटा अब युवा जोस जागर आउनुपर्छ भन्ने धारणा भयो एक पछि होइन, अर्को पछि अब हामी पुराना हौँ हाम्रो होस पनि चाहिन्छ भन्ने कुरा भयो होइन। हटेर गएको छैन, अब सोच्नुपर्छ क्या। अब यो कुरा के कुरा भयो भने यो युवाहरू मात्र भएर पनि नहुने रहेछ भन्ने कुरा त चेट खोले नि हाम्रो सभापतिज्यूलाई पनि। युवाहरू मात्र पनि नहुने रहेछ होइन, अब उमेर मात्र पनि ठुलो कुरा भएन क्या। अब यो ज्येष्ठ नागरिकहरूले त हिजो चाहिँ उहाँले लडेको हो, भिडेको हो, जेलमा बसेको हो, उहाँले दुःख गरेरै यो लोकतान्त्रिक व्यवस्था ल्याएको हो होइन। अब युवाहरूले के गर्नु पर्यो भने उहाँहरूलाई पनि सम्मान गर्नु पर्यो। उहाँहरूको चाहिँ होस्, युवाहरूको जोस जागर र भावनालाई पनि बुझेर दुइटै मिलायो भने चाहिँ अझ काङ्ग्रेस ठुलो पार्टी हुन्छ। अब तपाईले संसदमा त हामीले मात्र होइन सबैले मिस गरिरहेछ, प्रतिपक्ष सत्तापक्ष सबैले भनिरहेछ गगन थापा चाहिँ यहाँ भएको भए अर्कै रौनक हुन्थ्यो भनेर भनिरहेछ। हामीले मिस गरिरहेछौँ, सबैले मिस गरिरहेछौँ। अब सभापतिज्यू अब उहाँले अब यो मिलाउने कोसिसमै हुनुहुन्छ दुइटै पार्टी। तपाईहरूले प्रधानमन्त्री बनाउँछु भनेर ल्याएको उम्मेदवारले चुनाव पनि जित्नु भएन नि। अब यस्तै हो, हार जित त नर्मल हो, हामीले नर्मलमै लिनुपर्छ होइन। अब को जित्छ को जित्दैन भन्दा पनि अब यो यस्तै बेला भयो क्या। यो एउटा लहर आएको छ होइन, देशैभरि लहर आएको छ, देशैभरि उहाँ मात्र होइन नि त, अरू पनि दिग्गज नेताहरू हार्नु भएको छ होइन। अब त्यो समयको से हो, उहाँहरूले अब हिजोको दिनमा पार्टीमा एउटा जुन चाहना अपेक्षा धेरै छ नि त। अब सबै ठुलो पार्टी, धेरै कार्यकर्ता अनि धेरै अपेक्षा पनि छ नि त। धेरै अपेक्षा पुरा गर्न नसकेको कारणले नै उहाँहरू अब अन्यतिर लागेको होला। अहिले पनि यहाँ कतिजना काङ्ग्रेसबाट जितेर आउनु भएका रासपाका साथीहरू भेटेँ मैले, काङ्ग्रेसबाट रासपामा गएर जितेर आएकाहरू थुप्रै थाहा भएन। अब के हुन्छ, अब म चाहिँ कर्ममा विश्वास गर्छु होइन। जसले राम्रो कर्म गरेको छ त्यसको रिजल्ट पनि राम्रो हुन्छ, जसले नराम्रो कर्म गरेको भए त्यही अनुसार त्यो सबैले भोग्नु। बिपी कोइरालाको सिद्धान्त छोड्ने कुरै छैन। उहाँ त जहिले पनि सान्दर्भिक छ क्या। बिपी कोइरालाले भने पनि सान्दर्भिक छ उहाँको कुरा। बिपी कोइरालाले भनेको लाइनमा लाग्यो भने यस्तो साह्रो हुँदैन थियो क्या पार्टी होइन। कसको लाइनमा लागेर भने मैले भने नि त, समय परिस्थिति समयले ल्याएको रिजल्ट हो क्या। यो एक्सेप्ट गर्नुपर्छ, समयले ल्याएको हो। हिजो चाहिँ कस्तो भयो भने अब पार्टीमा धेरै अपेक्षा थिए तर धेरैलाई पटक एउटै मान्छेलाई दिएको कुराहरू छ नि त। म त त्यति बेलाको अझ सम्झिन चाहन्छु कि कृष्ण प्रसाद कोइराला, बिपी कोइरालाको पनि पिताजी स्वर्गीय कृष्ण प्रसाद कोइरालाले एउटा प्रसङ्ग उठाउनु भएको थियो क्या। तत्कालीन चन्द्रशमशेरको पालामा उहाँले जनताहरूले दुःख पायो भनेर फाटेको घेरा भएको टोपी र दौरा पार्सल गरेर पठाएको थियो क्या राणालाई त्यति बेला, श्री 3 महाराजलाई। त्यो भनेको मतलब श्री 3 सरकारले चाहिँ खाली राज्य व्यवस्था मात्र आफ्नो मोज मस्तीमा मात्र बसे, जनताको दुःख देखेन भनेर त्यो सिम्बोलिक रूपमा पठाउनु भएको। तर अहिले चाहिँ त्यहाँ पार्टीमा पनि पहिला के भयो भने एउटै मान्छेलाई टोपी लाएकोलाई, एउटै मान्छेलाई जामा लाएकोलाई, जाडो महिना आयो उसैलाई टोपी लगाइदिएछ, जाडो महिना आयो उसैलाई जामा लगाइदिएछ। त्यो भएर हो क्या यस्तो भएको कुरा। अब कसलाई पार्सल पठाउने त? अहिले त श्री 3 महाराज त हुनुहुन्न। अब तपाईँले भनिरहनु भएको छ त त्यही कुरा, यो गेप त्यही त हो नि। अब युवाहरू भनेर युवाहरूलाई समेट्न नसकेकै हो, त्यो अनुभव भइरहेछ। अब त्यो त अत्यन्त त्यो राष्ट्रघाती हो, राष्ट्रघाती नै हो त्यो। म त भर्खरै दार्जुला पनि गएर आएँ, त्यहाँ सीमामा झन् दुःख पाएछ अहिले जनतालाई। त्यहाँ जुन आफ्नो छाङ्गुमा जानलाई हामी भारतको भूमि भएर त्यहाँ जानुपर्ने ठाउँमा अहिले उनीहरूले त्यो
पासै दिएको छैन, जानै दिएको छैन कसैलाई। तपाईँहरूको सरकार हुँदा यो विषयमा किन आवाज उठाएन? हाम्रो सरकार हुँदा लिम्पियाधुरा लिपुलेख हाम्रो हो, कालापानी हाम्रो हो भनेर उठाइरहेको थियो त। त्यति मात्र होइन, बिपी कोइरालालाई त चाइनासँग गएर पनि सगरमाथा हाम्रो हो भनेर त उहाँले भन्न सकेको हो नि त। त्यो जोगाएको हो नि त। त्यो जुन डिप्लोमेसी हुन्छ नि, परराष्ट्र नीति, हाम्रो पञ्चशीलको सिद्धान्तमा रहेको परराष्ट्र नीतिलाई यो मिलाउनु पर्ने कुरा, त्यो मिलाउन अलि उहाँले नसक्नु भएको हो कि होइन। मैले पहिला पनि भने नि, राष्ट्र स्वाभिमानको कुरा, राष्ट्रियताको कुरा त कुनै पनि कुरामा काहीँ पनि झुक्ने कुरै आउँदैन। हामी नेपाली किन झुक्ने? हामी कसैको कोलोनाइज भएको छ, कसैले हामीलाई शासन गरेछ। मलाई त विदेशमा जाने बेला तिमीहरूको इन्डिपेन्डेन्स डे कहिले भन्छ? वी डोन्ट ह्याभ इन्डिपेन्डेन्स डे भन्छौँ हामी। इन्डिपेन्डेन्स डे छैन, किनभने हामी कहिले पनि ऊ नै भएन, कोलोनाइजै भएन, कहिले पनि अरूसँग डिपेन्डेन्टै भएन। हामी त इन्डिपेन्डेन्ट, जहिले पनि इन्डिपेन्डेन्ट। हाम्रो इन्डिपेन्डेन्स डे नै छैन भन्दाखेरि विदेशीहरू खुसी हुन्थ्यो कि ओहो यस्तो पनि देश रहेछ एउटा जो चाहिँ जहिले पनि कोलोनाइजै नभएको कहिले पनि भने जस्तै। हामी शिर झुकाउने होइन। राष्ट्रिय अखण्डता, राष्ट्रिय हित, राष्ट्रियताको कुरामा त हामी सधैँ शिर ठाडो पारेर विदेशहरूसँग डिल गर्दै आएको हो नि त, त्यो मिलाउँदै आएको हो त। हिजोको दिनमा त सबैसँग मिलाएको हो कि। हामी दुई ढुङ्गाको तरेल भन्छ नि नेपाल, सानो देश। हामीले त उत्तरमा चाइनासँग पनि मिलाउनु पर्ने छ, उता साउथमा देखि पूर्व पश्चिम, उत्तर हाम्रो फेरि पूर्व पश्चिमतिर त फेरि भारतसँग पनि मिलाउनु पर्ने छ। अब अमेरिकादेखि सबै ब्यालेन्स मिलाएर त्यो कुटनीतिक हिसाबले जुन गरिरहेको थियो नि, त्यही गर्नुपर्छ। अहिले पनि त्यही कुटनीतिले गर्ने हो क्या। त्यसरी फ्याट्टै यस्तो भनेर भनिहाल्नु भन्दा अलिक संयमित भएर। अब त संसद केही दिनको लागि अवरुद्ध हुन्छ होला, उहाँहरूको महाधिवेशन छ। महाधिवेशनबाट आइसकेपछि तपाईँहरू के छ, प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर फेरि संसद अवरुद्ध त गर्नु हुँदैन नि? होइन, संसद अवरुद्ध गर्ने त कुरै छैन। किन संसद अवरुद्ध गर्ने? खासमा संसद अवरुद्ध गर्न पाइँदैन नि, गर्नु हुँदैन पनि। तर चाहिँ यसलाई चाहिँ वार्ताबाटै गर्नुपर्छ क्या। एउटै मात्र उपाय भनेको वार्ता हुनुपर्छ, सौहार्द्रता हुनु पर्यो, होइन, समता हुनु पर्यो। त्यो हो नि त, बुझ्नु पर्यो। अब त्यति बेला त त्यो त्यही नै निर्देशन आएको थियो, त्यही भएर पुरा भएको थियो। पार्टीको निर्देशन त्यस्तो छ होइन। देश र जनताको विरुद्धमा गयो भने बेल घेर्नुपर्छ भन्ने कुरा भएको हुनाले त्यो बेला गएको थियो।